देख्न सक्नुहुन्छ गाइज, चखौरा नयाँ दृश्य थारू सङ्ग्रहालय। हाम्रो विभिन्न पुर्खाहरूले चाहिँ खेतीपाती किसान गर्दै यहाँ चाहिँ यो चाहिँ माछा मार्ने प्रक्रिया। अनि यसमा चाहिँ देख्न सक्नुहुन्छ पुरा पुराना भिडियोहरू पनि, झरना पनि ट्याक्क झरेको छ पुरा देख्न सक्नुहुन्छ गाइस। घुम्नलाई आउन सक्नुहुन्छ हजुरहरू पनि, ट्याक्क लगाएर टाइम मिलाएर यही तरिकाले भित्र पुराना चिजहरू पनि तपाईँ समक्ष देखाउने छु। भित्र मेन कुराहरू हजुरलाई पनि देखाइन्छ। अब देख्न सक्नुहुन्छ यहाँ चाहिँ मूर्तिहरू मिटिङ गर्न यस्तरी पुरा मूर्ति निर्माण भएको छ। देख्न सक्नुहुन्छ गाइज, हजुरहरूले पुराना कुराहरू हजुरहरूलाई देखाउने छु। पोसाक यहाँ मूर्तिहरू, पुराना मूर्तिहरू पनि यहाँ सङ्ग्रह गरिएको छ। देख्नुहुन्छ ग्रुप डिस्कसन यहाँ समूह टाइपको। पानी निकाल्ने प्रक्रिया होला सायद। यहाँ त स्क्रिप्चर, यहाँ चाहिँ ह्यान्डमेड माघीको नाच चाहिँ यहाँ दृश्य देखाउँछन्। मादल चाहिँ तपाईँहरूलाई सब दृश्य देखाउने छु मैले। भित्र के छ त यी आगोबाट के पाक्दैछ त्यो बढी थाहा भएन गाइस। यहाँ पनि विभिन्न प्रकारका पुराना कुराहरू अहिले पनि तिनी सामग्रीहरू गाउँघरतिर युज गर्दछन्। जस्तै यो माछा मार्नको लागि चाहिँ बल्छी ट्याक्कै आगो ताप्दै, त्यो लाइट हो क्या दोस्त नि, आगो त होइन होला। त्यही त देख्न सक्नुहुन्छ गाइज, बाहिरको मौसम पनि मस्तो छ। त्यो त हात्तीको दृश्य। जस्तो अरू के देखाउन चाहन्छु साथी, यहाँ चाहिँ भेडा चाहिँ कताबाट ल पुरा आगो थाप्दै ट्याक्क बल्छी माछा मार्ने तिरुङ्गा टाइपको बनाउँदै गरिएको छ। यहाँ चाहिँ माघी डान्स भइरहेको छ। आजलाई भ्लग यति नै गाइज, भोलि पनि फेरि अर्को भ्लग गराउने छ। आजको चाहिँ अहिलेलाई यहीँ गरौँ। हस्त नमस्ते।